एउटा यो नास्पाती छ नि 900 रुपियाँको एउटा मात्रै नास्पाती हो क्या। एउटा स्याउको 580 रुपियाँ। ल हेर्नु त, एउटा स्याउको 580 रुपियाँ तिरेर खान सकिन्छ हामीले? हामी विदेशमा आएर काम गर्ने मान्छेले एउटा स्याउको 580 रुपियाँ तिरेर खान सकिन्छ त? सकिन्न केटा हो। 3टा नास्पाती छ, 3टालाई चाहिँ नेपाली 2480 रुपियाँ, लगभग 2480 रुपियाँको त 3टा नास्पाती मात्रै छ क्या। यति महँगो हुन्छ नि यार। अङ्गुर हो होइन, यति मात्रै हो, एउटा मात्रै। यसलाई चाहिँ 980 रुपियाँ। आम्मामामामा, देख्नुभयो कोरियामा यति महँगो छ खानेकुराहरू। आम्मामामामा। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ म कोरियाको मार्टमा आइपुगेको छु। कोरियाको मार्टमा चाहिँ कतिको महँगो हुन्छ त हाम्रो नेपालको लेखी, त्यो चाहिँ आज म तपाईँहरूलाई देखाउँदैछु है त। लेट्स गो। आलु चाहिँ एकदमै सस्तो छ, किनकि खाम्जा एक साङ्जा यतिलाई चाहिँ आज 9,800 भनेको लगभग 1,000 रुपियाँ चाहिँ साङ्जा छ है त। अहिले लैजानुपर्छ हामी चाहिँ यहाँ भित्रबाट मार्टमा गइदिउँ है त। म चाहिँ मार्टभित्र इन्ट्री भइसकेको छु होइन। यता हेर्न सक्नुपर्छ। अब हामीले चाहिँ यहाँबाट चाहिँ हेर्नुपर्छ खरबुजालाई चाहिँ कति पर्छ है तपाईँहरूलाई देखाउँछु म। यत्रो सानो खरबुजालाई चाहिँ 2700 नेपाली 2700 पर्छ खरबुजालाई चाहिँ। यति धेरै महँगो छ क्या यहाँ चाहिँ। भुइँकटरलाई चाहिँ अलिक सस्तो रहेछ, 400 रुपियाँको भुइँकटर रहेछ। एउटा चाहिँ हामी लैजानु पर्ने हुन्छ होइन। तपाईँहरूले यहाँ क्युबी देख्न सक्नुहुन्छ होइन। कतिवटा आज चाहिँ 10वटालाई चाहिँ 1,000 रुपियाँ लगभग है। 1,000 रुपियाँ छ। आज म सबै तपाईँहरूलाई चाहिँ हाम्रो नेपालमा खाइने, हामी लगभग खाइन्छ नि, तिनीहरूलाई चाहिँ कति पर्छ त भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु है त। हामीले टमाटर खाइन्छ नि त होइन। टमाटरलाई चाहिँ लगभग 400 रुपियाँ। 1 2 3 4 5 5वटा टमाटरलाई नेपाली 400 रुपियाँ पर्छ है। आज म तपाईँहरूलाई टुर घुमाउँछु होइन। यो चाहिँ लसुन 1 किलो रहेछ। 1 किलोलाई चाहिँ 680 रुपियाँ। तपाईँहरू नेपालबाट हेर्दै हुनुहुन्छ भने चाहिँ कोरियाको मार्टहरू चाहिँ यही हो है। कुखुरालाई चाहिँ कति पर्छ? कुखुरालाई चाहिँ 850 रुपियाँ। यो कुखुरालाई चाहिँ होइन 850 रुपियाँको कुखुरा हो। यो लगभग 1 किलो हुन्छ। यो चाहिँ अलि सस्तो पनि पाउँछ, यता पनि पाउँछ। यो चाहिँ अलिक सानो हुन्छ, चिल्लर जस्तो हुन्छ क्या, त्यही भएर चाहिँ खासै मन पर्दैन मलाई चाहिँ। मामा साग त लास्टै महँगो भएछ त यार। 420 रुपियाँ। 420 रुपियाँ। आम्बो, अस्ति हामीले लैजाँदाखेरि चाहिँ जम्मा 100 रुपियाँ मात्रै थियो, अहिले चाहिँ 420 रुपियाँ। लास्टै महँगो भएछ यार। तपाईँहरूलाई म स्याउ देखाउँछु ल। स्याउ चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन, 5वटा मात्रै छ। 1 2 3 4 5वटा। 5वटालाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले 780 रुपियाँ। 5वटा स्याउलाई 780 पर्छ। नेपालमा कति पर्छ स्याउलाई? 1 किलोलाई 200-300 पर्छ होला होइन। तर यहाँ चाहिँ 780 रुपियाँको जम्मा 4वटा मात्रै। महँगो छ यार। नेपालको जस्तै काँक्रो यार। नेपालमा नि यस्तै खालको काँक्रो हुन्छ नि होइन, चटनी बनाउने खालको काँक्रो। यसलाई चाहिँ 480 रुपियाँ रहेछ। यसलाई चाहिँ फर्सी पनि हाम्रो घरमा छ। अस्ति भर्खर माट आइसकेको छौँ, त्यही भएर चाहिँ हामीले खासै धेरै किन्नुपर्ने चाहिँ केही पनि छैन। तर आज बिदा थियो, बिदामा चाहिँ यस्तो माट आइदिउँ न भनेर मात्रै आएको। तपाईँहरू पनि कोरियन भाषा पढ्दै हुनुहुन्छ भने होइन, यो भिडियो अन्तिमसम्म हेर्नु होला, रमाइलो हुन्छ है। कोरियाको भिडियो कोरियन भाषा पढ्दै गर्नुभएको साथीहरूलाई चाहिँ कोरियन भाषा तपाईँहरूले पढ्दै हुनुहुन्छ भने कसेर पढ्नुहोस् है। गाह्रो चाहिँ हुन्छ, अभियसली गाह्रो हुन्छ, तर कसेर पढ्नुहोस् क्या। कसेर पढेपछि पास भइन्छ। हेर्नुहोस् न, नेपालको जस्तै बोडीहरू छ क्या, यहाँ पाउँछ। यहाँ पनि नेपालको जस्तै बोडीलाई चाहिँ 540 रुपियाँ पर्दो रहेछ होइन। दाल पनि छ, चना पनि छ। चनालाई चाहिँ 400 रुपियाँ पर्दो रहेछ। यो 1 किलो हो। 1 किलोलाई चाहिँ लगभग 400 रुपियाँ पर्दो रहेछ। नेपालको जस्तो दालहरू पनि पाउँछ, सबै कुरा पाउँछ यहाँ। तपाईँहरूले केही टेन्सन गर्नु पर्दैन, सबै कुरा पाउनुहुन्छ तपाईँहरूले मजाले। एउटा साथीले चाहिँ मेरो भिडियो राम्रो लाग्यो अरे, तर एकदमै लामो भयो भन्दै हुन्थ्यो। आज चाहिँ म लगभग छोटो चाहिँ बनाउने कोसिस गर्छु है। लगभग 10 मिनटसम्मको। अस्तिको भिडियो चाहिँ मेरो, अस्तिको ब्लग चाहिँ मेरो खाङरुङको थियो। त्यो चाहिँ टुर थियो कम्पनीबाट। त्यो चाहिँ 30 मिनटको भएको थियो कि एकदम धेरै भयो, फिल्मै हेरे जस्तो भयो भन्नुभएको थियो। आज चाहिँ मैले 10-15 मिनटको चाहिँ बनाउने कोसिस गर्छु है त।
यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यति ठुलो माड छ नि है, माड चाहिँ बबाल छ। अन्डा चाहिँ कोरियामा एकदमै बढेको छ है। यो चाहिँ अन्डा भइहाल्यो। 30 वटालाई 1 क्यारेटलाई चाहिँ 890 रुपियाँ छ है। 1 क्यारेट अन्डालाई चाहिँ 890 रुपियाँ। अस्ति नै चाहिँ 700-600 मा पाउँथ्यो, अहिले चाहिँ एकदमै महँगो भएर 800 रुपियाँ पर्छ क्या। कफीहरू भइहाल्यो। एउटा चाहिँ ग्रिन टी लैजानु पऱ्यो, यसलाई चाहिँ 400 रुपियाँ पर्छ। यो चाहिँ बियर हो होइन। तपाईँहरूले सुन्नुभएको थियो होला कोरियामा पानीभन्दा बियर सस्तो हुन्छ भनेर। यो चाहिँ बियर हो होइन। बियरलाई चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ 210 रुपियाँ। अब चाहिँ म तपाईँहरूलाई पानी देखाउँछु है। ल हेर्नुहोस्, यो पानी हो होइन। यो पानीलाई चाहिँ 100 रुपियाँ हो क्या, 140 रुपियाँ। अहिलेको बियरलाई चाहिँ 200 कति भयो थियो, 210 रुपियाँ थियो। अहिले यो पानीलाई चाहिँ 140 रुपियाँ भनेपछि लगभग बियरै सस्तो पऱ्यो नि त होइन। बियरै सस्तो पऱ्यो। बियरै सस्तो पऱ्यो क्या। के खानुहुन्छ त तपाईँहरूको चोइस है। पानी 1 बोतल खानुहुन्छ कि 1 बोतल रक्सी खानुहुन्छ, बियर खानुहुन्छ भने जस्तो। तर बियर रक्सी खानु हुँदैन है साथी हो। तपाईँहरूले सुन्नुभएको होला होइन, कोरियामा चाहिँ मासुभन्दा चाहिँ सागसब्जी एकदमै महँगो हुन्छ भनेर। एउटा कुखुरालाई 800 रुपियाँ पर्छ भने एउटा सानो मुठा सागलाई चाहिँ 400-500 रुपियाँ पर्छ क्या। अनि फलफुलहरू पनि त्यति नै महँगो छ कोरियामा। फलफुलहरू पनि त्यति नै महँगो छ कोरियामा कि लास्टै महँगो छ। एउटा यो नासपति छ नि, हाम्रो नेपालको नासपति एउटा छ। ल हेर्नु यहाँ 900 रुपियाँको एउटा मात्रै नासपति हो क्या। यो एउटा नासपतिको 900 रुपियाँ हो क्या नेपाली। भनेपछि कति महँगो छ होला त भनेपछि के 900 रुपियाँ। ल यता हेर्नुहोस् है, यो एउटा स्याउको 580 रुपियाँ। ल हेर्नु त, एउटा स्याउको 580 रुपियाँ तिरेर खान सकिन्छ हामीले? हामी विदेशमा आएर काम गर्ने मान्छेले एउटा स्याउको 580 रुपियाँ तिरेर खान सकिन्छ त? सकिन्न केटा हो। यहाँ हेर्नुहोस्, यहाँ 3टा मात्रै छ होइन। 3टालाई चाहिँ 3टा नासपति छ, 3टालाई चाहिँ नेपाली 2480 रुपियाँ। लगभग 2480 रुपियाँको त 3टा नासपति मात्रै छ क्या। यति महँगो हुन्छ नि यार। यहाँ हेर्नुहोस् होइन, यति झुप्पा मात्रै यो उस हो क्या, अङ्गुर हो होइन, यति मात्रै हो, एउटा मात्रै। यसलाई चाहिँ 980 रुपियाँ। आम्मामामामा देख्नुभयो कोरियामा यति महँगो छ खानेकुराहरू। आम्मामामामा यति महँगो छ नि। यो 3टा मात्रै छ यो होइन। यो के भन्छ यसलाई, आरु हो के। नेपालमा चाहिँ अलिक सानो सानो आरु हुन्छ, कोरियामा चाहिँ अलिक ठुल्ठुलो आरु हुन्छ। यो 3टालाई चाहिँ 590। 3टालाई चाहिँ 590। यति महँगो छ नि। आम्मामामामा यार लास्टै महँगो छ केटा हो। साग सब्जीहरू एकदमै महँगो छ। यहाँ महँगो, यहाँ सस्तो भनेको मासु सस्तो भयो, रक्सी सस्तो छ। रक्सी र मासु चाहिँ एकदमै सस्तो छ कोरियामा चाहिँ। रक्सी र मासु चाहिँ कसम आँखा चिम्लेर खान सकिन्छ, छ्याल ब्याल खान सकिन्छ। अरू पनि खानुपर्छ स्वास्थ्यको लागि, अरू पनि खानुपर्छ साथी होइन। पैसा नै सबै कुरा चाहिँ होइन, तर पनि विचार गरेर खानुपर्छ। सबै सामानहरू किनेर फर्किसक्यो होइन। यो अहिले चाहिँ धेरै किनिनँ, थोरै मात्र किन्यो होइन। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो त कोरियाको मार्ट, अनि कतिको महँगो लाग्यो त? सबै सामानहरू चाहिँ मैले लगभग देखाएँ तपाईँहरूलाई होइन। हामीलाई चाहिने नेपालीहरूलाई चाहिने सामानहरू चाहिँ मैले सबै देखाइसकेँ तपाईँहरूलाई। कस्तो लाग्यो त तपाईँहरूलाई चाहिँ? महँगो छ होइन त कोरियामा मार्ट? महँगो छ तर कमाइ पनि छ होइन। कमाइ छ भन्दैमा सबै कुरा खर्च पनि गर्ने होइन, ठिक्क खर्च गर्ने हो होइन। तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। अनि मेरो च्यानलमा चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ 1 सब्सक्राइब चाहिँ गर्नु होला होइन। 1 सब्सक्राइब गरेर चाहिँ राख्नु होला। खतरा भ्लगहरू आइहाल्छ। तपाईँहरूलाई केही कोरियाको बारेमा केही इन्फर्मेसनहरू चाहिएको छ, कोरियन भाषा पढ्दै हुनुहुन्छ, केही बुझ्न मन छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ है। मैले जानेको मैले बुझेको तपाईँहरूलाई म भनिदिइहाल्छु। ल आजलाई चाहिँ बाई बाई।